नमस्कार। आज हजुरहरूलाई म छड्के तिलहरी कसरी बन्छ यसको प्रोसेसिङको बारेमा केही जानकारी दिन जाँदैछु। सर्वप्रथम हामीलाई जति वेटको छड्के तिलहरी चाहिने हो त्योभन्दा अलि बेसी सुन राखेर हामीले गाल्नुपर्ने हुन्छ। पाता पेल्न सजिलो होस् भनेर सुन अलि बढी राखेर गालिने गरिन्छ। सुन राम्ररी गलिसकेपछि पाता पेल्न सहज होस् भनेर यसलाई पाटा मिल्ने गरी पिट्नुपर्ने हुन्छ। यसरी सुनलाई पाटा मिल्ने गरी पिटिसकेपछि पुनः एकचोटि सुनलाई सल्याउनु पर्ने हुन्छ। अब सुन पाता पेल्नको लागि रेडी भइसकेको छ। हेर्नुहोस्, पाता यसरी पेलिन्छ। अब सुनको पातालाई ढुङ्ग्रोको सहायता लिई सोझ्याउँदै जोइन गर्नुपर्ने हुन्छ। पातालाई जोइन गरिसके पश्चात कम्पासको सहायताले आवश्यकता अनुसारको नाप लिनुपर्ने हुन्छ। यसरी तिलहरीलाई ढुङ्ग्रोमा साइज बनाइसकेपछि खाल्ने कामको सुरुवात हुन्छ। ढुङ्ग्रो नच्यातियोस् र खाल्न सजिलो होस् भनेर बेला बेलामा ढुङ्ग्रोलाई तताउनु पर्दछ र पुनः खाल्ने गर्नु पर्दछ। अब लगभग छड्के तिलहरी खाल्ने काम सकियो। अब छड्के तिलहरीमा बुट्टा काट्ने खालको ला राखेर बुट्टा काट्नु पर्दछ। बुट्टा काट्दा छिना र सानो ह्यामरको सन्तुलन राम्रो हुनु आवश्यक छ। सर्वप्रथम काँडा बुट्टा काटिन्छ। काँडा बुट्टा काटिसके पश्चात अब पालो रहन्छ फुलबुट्टाको। यसरी फुलबुट्टाको बुट्टा काटिसकेपछि बुट्टा काट्ने काम लगभग सकियो। अब यसलाई ला झारेर सफा गर्नु पर्दछ। अब छड्के तिलहरी सफा गरिसके पश्चात तौल फिक्स गरेर तिलहरीमा कडा खालको ला भर्नु पर्दछ, जसले तिलहरी मजबुत बनोस्। यसरी एक छड्के तिलहरीको निर्माण प्रक्रिया पुरा हुन्छ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरू सबैमा धन्यवाद।